के थाहा कुन बेला कतिखेर के हुन्छ भनेर। मोबाइलमा इमर्जेन्सीको अलार्म बज्दा पनि गाउँघरको याद आउँछ। के गर्नु, आँखाभरि निन्द्रा र मनभरि डर तलास बोकेर बस्नु परेको छ। लाग्छ मलाई त यो मेरो एउटा शरीर आफ्नै जन्मभूमिमा मर्न पाए कति खुसी। तर के गर्नु, कुन बेला कतिखेर माथिबाट बम छोडिदिएर मार्छ मरिन्छ भन्ने पत्तै छैन। नेपालमा बस्नेलाई अहिले चुनावको माहौल छ। बम झरेको पनि आज 6औं दिन भइसक्यो। हेर्नुहोस् न, अहिलेसम्म साम्य छैन। के गर्नु, यो बिरानो ठाउँमा नै पो मर्नुपर्ने हो कि कसले देखेको छ र? आँखाभरि निन्द्रा र मनभरि डर बोकेर बस्नु पर्यो। नेपालमा बस्नेहरूले सुरक्षित भएर बस त भन्नुहुन्छ, तर के गर्नु, हामीले भनेर